हेलो गाइस, वेलकम टु माई मिनी भ्लग। अनि आज चाहिँ हामी कता जान लाग्यो रे? आज रिसोर्ट जान लाग्यो। यहाँ हुनुहुन्छ मेरो आजी, मेरो मम्मीको बहिनी। हामी चाहिँ आज मामा घर आएको थियौँ। अनि यो हो हाम्रो मामा घर सानो छ। हामी चाहिँ यताको बाटो जान्छौँ किनकि यताको बाटो छिटो जान्छ। यहाँ हुनुहुन्छ मम्मीहरू, आजी, आमा, ड्याडीहरू। हामी चाहिँ अगाडि हिँड्छौँ। त्यहाँ हेर्नुहोस्, यस्तो राम्रो भ्यू देखियो नि गाइस। यहाँ भन्दा नि वाउ। अनि हामी चाहिँ यहाँ हिँडिरहेछौँ। अनि आज चाहिँ हामी गएन, यति मजाको छ नि। हामीसँग चाहिँ 100 रुपियाँ छ। हजुर, यहाँ तिमी फुपू थाहा आमा म। हामीसँग चाहिँ आजसँग 100 रुपियाँ, मसँग 100 रुपियाँ। अब मजा गाडिन्छ। हेर्नु होला हामीले के गर्छौँ। हामी चाहिँ अस्ति नै यहाँ आएको थियौँ घाँस काट्न। दुई मुठा लिएर गएको। यहाँ हुनुहुन्छ मेरो आजी। होइन बाटो कस्तो हो, बाटो चाहिँ यस्तो छ। हामी चाहिँ सेम ड्रेस लगाएको छौँ। यता हेर्नु त आजी। अनि जुत्ता चाहिँ अलि अर्कै छ, तर कपालको हेयर पनि सेम। अनि के गर्छौँ भनेर देखाउन लाग्यो। त्यहाँ हुन्छ हाम्रो ड्याडीहरू। मैले चाहिँ त्यति जुम गरेर देखाएको। हामी चाहिँ खासमा रमाइलो गर्न, पिङ खेल्न भनेर जान लाग्यो। ओके गाइज, एकछिन चाहिँ म चाहिँ अलिकति माथि गएपछि एकछिन भिडियो बनाउँछु। यो मेरो आजी अलिकति माथि गएपछि भिडियो बनाउँछु। एकछिन वेट गर्नुलाई, हामीलाई नि यहाँ गाह्रो भएको छ। ओके गाइज, हामी चाहिँ यहाँसम्म आइपुगेछौँ। यहाँ चाहिँ हामी कुखुरा फर्ममा आइपुग्यौँ। हेर्नुहोस् कति धेरै कुखुराहरू देखिरहेको छ। बोइरल हो नि त, बोइरल के बोइरल हो। अलि अगाडि जान्छौँ अब हामी। के हो यहाँ आजले यहाँ पनि त यस्तो फुल देख्नु भयो, ल्याउनु भयो। जाम आमा, हामी चाहिँ सजिलै गाइस। मेरो चाहिँ झुक्केर त्यो उसमा अट्ठेछ, अर्कै ठाउँमा अट्ठेछ। अनि हामी चाहिँ यहाँ खास गरी स्मोकिङ पप खाने हो पहिला सुरुमा, किनकि हामीले हिजैबाट स्मोकिङ पप किन्न जानेछ। ल कुन हामी चाहिँ हिजो अस्ति के भन्छ स्मोकिङ पप खाने भन्थ्यौँ। अनि तर हामी अर्कै बाटो आयौँ। अनि पैसा थिएन, पैसा कता उठ्यो त्यसैले। कता जाने हो दुटा ऊ त्यो। ओके गाइस, म चाहिँ त्यो जुम गरेर देखाउँछु। एकछिन अलि भागो भाग्नु। उफ, खुट्टा दुख्यो। यहाँबाट देखिन्न क्या हो यो त रुख छ गाइस। हेर्नु त यहाँबाट देखिन्न के हो। अलिकति माथि गएर देखाउँछ नि हामी। जस्तो हो क्या स्कुल त होइन होला नि। अभी बाँसको रुखसम्म जान डर लाग्छ एक्लै। मेरो खुट्टा दुखिसक्यो अहिले। हेलो गाइस, यहाँबाट त नदेखिँदो रहेछ कि राम्रोसँगै। कस्तो रोकेको रहेछ कि मैले। कति टाढा आज आजी
हिँड्न पर्छ अझै धेरै नै अब यो बाटो सिसिटिभी क्यामेरा छ अरे यहाँ हो डग ट्रेनिङ हाउस हो यो डगलाई सिकाउने घर रहेछ यहाँ चाहिँ यो यहाँ हेर्नु त गाइस लेखिदेखेँ ए नदेखिँदो रहेछ क्या लेखेको त्यहाँ जस्तो डग के लेख्या सिसिटिभी रे हेर्नु त डगलाई ट्रेनिङ सिकाउने होला सायद हामीले के मतलब पो जम्मामा माथि खुट्टा दुस्यो के कता जाने हो अब ड्याडी toma seta allo bicco di fossio chumana hanata toma pai seta allo bicco di fossio हम चाहिँ गिराउँदै हिँड्छौँ किनकि हामी चला हिँड्दा खुट्टा दुखिरहेको कति बेला पुग्छ जस्तो भयो सक्दो छ होला नि के नि रह त्यही छ होटल हो के होटलमा के पाइन्छ त के स्पोर्टिङ पप पाउँछ त के हामीले हिजो कि अस्ति तिमी कहिले थियौ रे अस्ति हाम्रो मोमो ल्याएको थियौँ नि त होटल एउटा के ठाउँ भन्छ कि त्यो भ्युटार त भ्युटार हो नि भ्युटारको साइडमा हो कि उही त्यो त्यहाँ हामी जाने भनेको सोनो होटल हो नि त्यस्तै ठाउँ हो ए सुन्नु सोनो होटल जस्तो थियो ल एकछिन है गाइज हामी चाहिँ अब यस्तो हिँड्दा थाकिसकेँ अब एकछिनमा म भिडियो बनाउँछु अहिले चाहिँ एकछिन राखिदिनु ल हामीलाई बेसरी थकाइ लागिसक्यो गाइज हामी चाहिँ त्यहाँ पुग्ने हो त्यहाँ होइन त अझै त्यो व्हाइट कलरको त्यो बिल्डिङ जस्तोमा यहाँ जाने हो मैले चाहिँ त्यहाँबाट जुम गरेको ओके खोइ ए ल गाइज त्यहाँ छ मेरो ठुलो मामाको स्कुल यो हो हाम्रो ठुलो मामाको स्कुल अनि हामी यहाँ यस्तो टाढा यहाँ चाहिँ हाँस्दै आउनुपर्छ मम्मी ड्याडी र मेरो ठुलो हाजी हामी चाहिँ छिटो जाऊँ किनकि यहाँ यस्तो बोल्नुपर्छ ल अब चाहिँ हामी गाइज वहाँ गएपछि मात्रै भिडियो बनाउँछ म ल गाइज हामी चाहिँ यहाँ पिङ भएको ठाउँमा आइपुग्यौँ तर यहाँ चाहिँ यत्रो मान्छे छन् तर यो पिङमा चाहिँ पेर्काइ छैन त्यहाँ चाहिँ अर्को पिङ खेलिरह तर यो पिङमा चाहिँ पेर्काइ छैन अब के गर्ने हामी चाहिँ उसी पिङ खेल्छौँ एकछिन वेट गर्नु ल अब हाम्रो टर्न आउने बेला भइसक्यो ल गाइज हामी चाहिँ अब हो त्यहाँ मैले भनेको त त्यहाँ माथि त खाजा घर पो रहेछ हामी जानु भनेको रिसोर्ट मलाई थाहा थिएन रिसोर्ट भनेको कुन हो हामी चाहिँ मच्छी रिसोर्ट अनि हामी चाहिँ पिङ खेल्ने भन्थ्यौँ म खेलेँ तर मलाई खेल्न नआएर एकैछिनमा त फेरि त्यहाँ सुटिङ गर्न पाएन अनि हामी जाने भनेको चाहिँ त्यहाँ रहेछ यहाँ रिसोर्ट भनेको यो रहेछ हामी चाहिँ त्यहाँ जाने हो त्यहाँ चाहिँ एउटा पिङ रहेछ अनि त्यो पिङमा चाहिँ हामी खेल्छौँ त्यसको के खस्दैन के
अहिलेसम्म अनै नगरिकन पो खिच्छ। ल भके गर्न अब। ल हामी पछि देखिन्छ। ल गाइस हामीलाई देखाऊ। ल के एकछिन देखाउँछु हेर के अब हामी चाहिँ के भन्छ अरे मैले अघि भन्थेँ नि हामी कता जाने भन्दा त्यो चाहिँ लास्ट टाइम त खाजा घर रहेछ खाजा घरमा जाने भनेर बसेको अनि हामी जाने भनेको चाहिँ त्यहाँ त्यो हो रिसोर्ट हामी चाहिँ त्यहाँ जाने हो त्यहाँ चाहिँ एउटा पिङ रहेछ अनि हामी चाहिँ कोट हो हो त नि के हो ल के ल हामी चाहिँ त्यहाँ चाहिँ एउटा पिङ छ अनि हामी खेल्दै गर्छौँ अघि हामी खेलेको त्यहाँ पिङ थियो तर म मात्र खेलेँ आज खेल्नु भएन किनकि ढिलो भयो अनि जाने बेलामा चाहिँ हामी गर्छौँ सुटिङ पनि गर्छौँ त्यति बेला ढिलो त भएन गाइस अत्ताको गरे हो त्यो त सही हो यहाँ आउनुहुन्छ हाम्रो टिम हामी टिम हजुर ल मरिसकेको होइन ल ए मिल्दैन मिल्दैन के तिमीहरुको फोटो यहाँबाट हुन्छ नि ए के त नि यसरी खिचिन्छ त नि गइसक्यो खिचिराखे खिच्यो खिचे त्यहाँ अगाडि एउटा राम्रोसँग बल्ल खिच्छ होला हैन ल अब चाहिँ गेट आउन लागिसक्यो हामी एक्साइटेड छौँ यस्तो एक्साइटेड छौँ यहाँ दोकानै नरहेछ हजुर त्यहाँ छ ए हट्नु न देखाउन त्यो के अरे त्यसको नाम उता माथिको कोट त्यो कोट सेङ्जा कोट ओके ल अब हामी चाहिँ गेटमा आइपुग्यौँ के लेख्या यहाँ मरिखान लेखेको छ यहाँ मरिखान किन लेखेको त यो हो गेट किनभने ओके अब चाहिँ हामी त्यहाँभित्र गएपछि मात्रै भिडियो गर्छौँ एकछिन वेट गर्नु ल गाइस हामी चाहिँ यहाँ रिसोर्टमा आइपुग्यौँ यहाँ छ वेलकम अनि नमस्ते ल हामी जान्छौँ यहाँभित्र ओके अब हामी जान्छौँ यहाँभित्र यस्तो राम्रो छ नि यो हेर्नुहोस् त यस्तो राम्रो के हुन्छ त अनि हामी चाहिँ यहाँ छौँ सबै राम्रो कस्तरी हेरौँ किनकि हामी यहाँ ब्लगमा देखाउँ यस्तो राम्रो ठाउँ छ नि माइ गड यस्तो राम्रो ठाउँ मैले फर्स्ट टाइम देखेको ओके छ त रुम नभए के हुन्छ त ओ माइ गड यस्तो राम्रो ठाउँ रहेछ हामी पिङ खेल्न जान्छौँ है एकछिन चाहिँ वेट गर्नु ल हामी चाहिँ पिङ खेल्न आएको म बनाउँछु ब्लग पोखरा बजार ए पोखरा बजार हेर क्या मतलब रोडको साइडमा टाउक मात्रै देखिरहेछ उता बिच्चाको के उता बिच्चाको के त्यो हरियो कोट मन्दिर फुटबल ग्राउन्ड उट्टिहाल कोट मन्दिर मान्छेहरू पनि देखा ए यो त यहाँ त्यही देखिन्छ ए ओहे बुद्ध मन्दिरको देख्यो मन्दिर ओ सैनिक फोटो खिच्दै जाको
सेकेर टाउकोले सेक्छ हामी सिक्किन्न के हामी उता जान्छौँ एक एकजना कतै बस्न हामी यता छिर्छौँ के बजार